हेलो साथीहरू। ए हाम्रो चाहिँ मुलाको सिन्की बनाउने कार्यक्रम भइरह। चिसोले साथीहरू टाउको दुखेर फुट्ला जस्तो भछ। मुलाको सिन्की बनाउने कसरी हो साथीहरू मलाई थाहा छैन। म आफ्नै हिसाबले हाल्दिम भनेर आफ्नै हिसाबले हालम भनेर। बुढोले त सोधन, बहिनीहरूलाई सोध, कान्छीहरूलाई सोध भन्दै थियो मेरो बुढोले। तर सानोतिनो कामलाई कस्तो कामै नजाने कि रहेछ, थाहा नरहेछ भन्छन् भनेर म आफ्नै हिसाबले हाल्न लागेको साथीहरू। अब बिग्रिएछ भने नि बिग्रिएछ, किने मुला होइन, आफ्नै बारीको मुला हो। हेर्नु न मुला कस्तो ठुल्ठुलो नि छ साथीहरू। त्यही भएर बिग्रिएछ भने यत्रो स्थिति भनेर, सप्रेछ भने सप्रेछ, सप्रेन छ भने अब के गर्ने त भनेर। कसरी हो मलाई थाहा नै छैन। फेरि मेरो बुढोलाई चाहिँ फेरि लास्टै मन पर्ने मुलाको सिन्की। अस्ति नै गाउँबाट आमाले पठाइदिएको थियो क्या, पोहोरै हो क्या, पठाइदिनु भएको थियो। त्यो सकियो अनि मुला थियो बारीमा। ल बुढी सिन्की बनाउ त। लु जाने छैन बुढो मैले त भनेको। कान्छीलाई सोध न, कान्छीलाई फोन गरेर दिदीलाई सोध अरे भनेर जस्तो हुन्छ हुन्छ। यसरी भयो भने अर्को वर्ष नि हुन्छ भनेर यसरी कुटेर। गाउँघरमा त ढिकीमा कुट्छन् होला है साथीहरू, मलाई त थाहा छैन के कसरी हो के हो भनेर। यसरी कुटेर साथीहरू त्यसरी सुकाउनु पर्छ कि पर्दैन थाहा छैन साथीहरू। मैले चाहिँ सुकाएको छु। हेर्नु न टाउको दुखेर चिसोले, टाउकोकै रोगले लान्छ जस्तो छ साथीहरू। मलाई त मेरो छोरो सानै छ बिचरा, बिजोग पो हुन्छ त मेरो बच्चाको त। के गर्ने, गाह्रो छ। अब यसरी यहाँ घाममा फ्याइदिन्छु अनि यो पानी बासी हो कि अब भरे बुढो आउनुहुन्छ अनि लु यसो चाहिँ गरेँ भन्नु पर्ला। अब कसरी हो के थाहा नि। अब हेर्नु न कतिवटा हाँगा निस्किन्छ हो मुलाको। यस्तो हाँगा निस्किन्छ हो साथीहरू। गाह्रो छ साथीहरू, गाह्रो छ। चिसो टाउको दुखेर